डाक्टर साहब। नमस्कार नमस्कार। के भएर आउनुभयो हजुरहरू? अलिकति खाइ थियो ढल्यो कि अनि त्यही भएर आएको। ए हजुरहरूले चाहिँ गराउनु भयो रहेछ है। मैले चाहिँ हजुरहरूको रिपोर्ट हेरेको थिएँ। हजुरलाई चाहिँ उच्च रक्तचाप भएको रहेछ नि राई। हो नि हो। यो हजुरलाई हजुरको प्रेसर थाहा छ हजुरलाई? कति भनेको थियो 150 कि 60 कि त्यति भनेको थियो। अघि भर्खर राखेको हामीले हजुरको 160/100 छ नि। हो नि हाम्रो सामान्य रूपमा त 120/80 हुनुपर्ने, एकदमै बढी रहेछ हजुरको त। अब यस्तो तालले भएन है दाइ। अब मैले चाहिँ केही औषधि लेखेर दिन्छु, त्यो चाहिँ नियमित रूपमा खानु पर्यो ल। अब त्यो त हामीमा भर पर्दैन, हजुरहरूमै भर पर्ने हो। औषधि नियमित रूपमा खानुभयो भने अनि मैले अब यसलाई कसरी हटाउन सकिन्छ, त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर भन्छु। त्यो पनि अब लगातार फलो गर्नुभयो भने त कम नै हुन सक्छ नि त हजुरको। हो दाइ, रक्सी चुरोट खानुहुन्छ हजुरले? डाक्टर साहबले के राख्नु त्यही कहिले कहीँ खाइन्छ। अब छोड्नु पर्यो नि दाइ, यसले नै हो हजुरको प्रेसर बढाएको। यो रक्सी चुरोट खान छोड्नु पर्यो, अनि त्यसपछि नियमित रूपमा व्यायाम गर्नु पर्यो, सागपातहरू अनि फलफुल धेरै खानु पर्यो हजुरले। नुन कतिको खानुहुन्छ? नुन पनि कम गर्नु पर्यो है दाइ। अब ल यो गरिराख्नु। अहिलेलाई चाहिँ म लेखेर दिन्छु औषधि, नियमित रूपमा खानु है। यो बिचमा नछाड्नु नि, पछि केही समस्या पर्यो भने फेरि फर्केर आउँदा हुन्छ। अब यो औषधि खानु अब चाहिँ मिल्छ हजुर। केही समस्या पर्यो भने फेरि फर्केर आउँदा हुन्छ नि। त्यस्तो अब औषधि खाइराख्नु भयो भने त कम भइहाल्छ नि आफै। हेर्नु र दिदी हजुरले पनि। बुढा भन्नुहोस् त, खै यहाँ बस्दा सानो घर सल्लाह गर्नु छ हौ। हाम्रो आमाको त्यो घाउ छ त, त्यो त दिन प्रतिदिन बढ्दैछ हौ। हिजो चित्रेर अलिक गाह्रो भएर म हिजो बेलुका अस्पताल गएको थिएँ। यसो सोच्दाखेरि त हाम्रो आमालाई पनि जाँच गराउनु पर्छ कि जस्तो छ भने। स्वयंसेविका दिदीले पनि भन्नुभएको थियो आमालाई बेलामै चेक जाँच गराउनु पर्छ भनेर। मिल्यो भने त गराउनु भइहाल्यो नि। त्यही त गराउनु पर्ला जस्तो छ। एकचोटि आमालाई पनि सोध्नु पर्ला जस्तो छ। आमा, ए आमा, अझै दुखिरहेको छ क्या आमालाई। आमा ऊ ल घाउ पनि झन् ठुलो ठुलो हुँदै गएको छ, कालो कालो पनि हुन थालेछ। एकचोटि अस्पताल जाने हो कि भनेर नि। जाम छोरा, एकचोटि जाम। घाउ दुखेर मर्नै आँटे भने म त। ल त जुनेलीलाई खाना खुवाएर विद्यालय पठा, म र आमा एकचोटि अस्पताल गएर आउँछौँ नि त। घरमा जान्छु ल। छलफलपछि फुलमाया र हर्की अस्पताल जान्छन् र त्यहाँ डाक्टरसँग कुराकानी गर्छन्। नमस्ते डाक्टर बाबु। नमस्कार आमा, के भएर आउनुभयो हजुर? मेरो घाउ निकै भएन भने यो हेर त कालो कालो भइरहेछ वरिपरि पनि। ओहो हजुरको घाउ त निकै ठुलो भएछ त, एकैछिन चेक गरौँ है त। घाउ मात्रै होइन के डाक्टर साहब, बेला बेलामा पिसाब लाग्ने, मुख सुक्खा हुने पनि गर्छ भन्नुहुन्छ कि।
अनि चिनी फेरि धेरै नै खानुहुन्छ भने थोरैले हुँदैन थोरैमा त आँखै नजाने भने र आमा त्यस्तो गर्नु भएन नि बुढेसकालमा आएर झन् पार्नु पर्ने कुरालाई धेरै खाइदिनु बाबु चियामा चाहिँ चसक्क अलिकति नभई चित्तै बुझ्दैन भने यहाँ दुख्छ आमा बाबु बिस्तारै बिस्तारै ल बिस्तारै गरिरहेको छु ल निको त हुन्छ नि बाबु यो घाउ त हजुरको लास्टै बढेर रहेछ अहिले चाहिँ पहिला औषधि खाने गर्नु भएन औषधि खाने गरेको चाहिँ थिएन लाउने चाहिँ मलम चाहिँ ल्याएको थियो बाबु हजुर कति कालो भएछ यो हजुरलाई अब 1-2 दिन यही अस्पतालमा भर्ना गर्न पर्छ कि जस्तो देखियो हजुरलाई चाहिँ मधुमेहको संकेत देखियो उहाँले भनेको अनुसार चाहिँ अब हेरौँ हामीले चेक जाँच गर्छौँ हजुरको रगत जाँच गर्नुपर्ने हुन्छ एकैछिन गरौँ है त त्यो पनि रगत त निकाल्दैनौ नि बाबु दुब्ली पातली छु हेर रगत नि ज्यानमा धेरै छैन होइन नि आमा थोरै हो रोग त पत्ता लगाउनु पर्यो नि त्यही त आमा अलिकति त तान्नु पर्छ नि नत्र थाहा हुँदैन के रोग लागेको भनेर तपाईँ नातिन जसक्क दुख्छ के ल के आमा केही हुँदैन भइसक्यो ल कति बेला आउँछ डाक्टर साहब यसको रिपोर्ट यसको चाहिँ अब 2 घण्टापछि आउँछ हजुर 2 घण्टापछि आउनु है आमा हजुरको चाहिँ रिपोर्ट आइसकेको छ मैले रिपोर्ट पनि हेरिसकेँ हजुरलाई चाहिँ मधुमेह रोग नै भएको रहेछ नि हो र डाक्टर साहब अब के गर्नुपर्छ त मधुमेह लाग्दाखेरि अब हजुरले कतिको गुलियो खानुहुन्छ आमा आमाको बच्चैदेखि गुलियो खाने बानी हो रे के थोरैमा त आँखै नलाग्ने पुगेन हामीले थोरै हाल्यो भने थपी खानुहुन्छ भने सम्झाइदिनु पर्यो एकचोटि आमालाई चिनी कम खानु पर्यो नि आमा अब त यो रोगलाई हटाउने होइन हजुरले हुन्छ हटाउने हजुरले जे भन्नुहुन्छ म त्यही मान्छु चिनी कम गर्नु पर्यो अब अलिअलि हिडुल गर्नु पर्यो घरमा मात्र बस्नु भएन नि आमा घाउ भयो हिँड्न त हिँड्छु अलिअलि चाहिँ हिँड्न सक्नु पर्यो है अनि सागसब्जीहरू फलफुलतिर चाहिँ ध्यान दिनु पर्यो खानपान सुधार गर्नु पर्यो चिनी धेरै खानु भएन हजुरले अबदेखि हजुरको घाउको बारेमा चाहिँ हजुरको घाउ एकदमै बढेको रहेछ अब चाहिँ हजुरलाई यही 1-2 दिन अस्पताल आएर चाहिँ हेरौँ अनि के हुन्छ भनेर अब सुधार भयो भने चाहिँ गरौँला नि अहिले त पर्दैन अब पछि अब अहिलेलाई चाहिँ म मलम दिन्छु औषधि नै दिन्छु मधुमेहको अब नियमित रूपमा चाहिँ औषधि खानु मलम पनि लिइराख्नु अब पछि बढ्यो भने चाहिँ अब अस्पतालमै बसेर के गर्नुपर्छ ल आमा हजुरले भनेको कुरा म दैनिक जीवनमा लागू गर्छु जे भन्नुहुन्छ त्यही गर्छु अहिलेलाई चाहिँ औषधि दिन्छु ल यो मलमले दिन्छु त हुन्छ नि डाक्टर साहब हुन्छ नि हुन्छ नआत्तिनु बिस्तारै भइहाल्छ नि नियमित रूपमा लगाइराख्नु ल हुन्छ पछि केही समस्या पर्यो भने फेरि तुरुन्तै आइहाल्नु है हुन्छ डाक्टर साहब अहिले हामी गएको ल हुन्छ हस् लगाइसक्यो त्यही माथि अस्ति छाती दुखेपछि त डरै लागिसक्यो है यो बोल्नुपर्छ क्या यसो खेततिर हेर्न जाउँ भनेर नि ए म नि आउँछु त जाउँ न सँगै हुन्छ ल के छ त अनि तेरो कामसाम कस्तो हुँदैछ त्यस्तै त हो नि सदा चाहिँ न दाम छ न काम छ राख्ने हर्कीहरू आउनै छोड्यो त माया मारे क्या हो स्वामीको त माया मारेको होइन के यसो 1-2 दिन आउन छोडेको बरु जाने कि कहाँ जाने भन्छ उच्च रक्तचाप भएको छ हुँदैन कहाँ भड्काउँछ फेरि हुँदैन के डाक्टर साहबले खाना हुन भनेछ यसले खायो भने त फेरि रोग लाग्छ हुँदैन भनेको बाला बिजुली अब ल आउँदै गर्नु साथीले त्यस्तै भन्छ
पो हुँदैछ भने अन्त सासैले नि गाह्रो भयो भन्नुहुन्छ आमालाई बढी भयो हो हिजो अस्तिको भन्दा घाउ पनि बल्दिँदै गएको छ हुन पनि 1 महिना भइसक्यो तपाईँसँग जसो नआएको झन् घाउ त बढ्दै पो छ त बाँचिन क्यारे आमा लामो लामो सास लिनु त बाबु ठिकै छ आमा लामो लामो सास लिनु एकछिन हजुरको घाउ हेरौँ न त एकछिन ओहो घाउ त कालो भइसकेछ त आमा मैले भनेको होइन मलमहरू औषधिहरू खानु भएन लगाएको पनि हो खोइ डाक्टर साहब घट्नु पर्ने ठाउँमा झन् बढ्दै पो जान्छ भने झन् कालो भएर पो आएको छ हेर त्यस्तो कालो भइसकेछ आमाको त आमा हजुरले चिनीहरू कति सुधार्नु भयो मात्र हो बाबु अरू त मैले खाएकै छैन हजुरको घाउ हेरेर त अब 1-2 दिन यही अस्पतालमा भर्ना गर्नु पर्ला जस्तो छ डाक्टर साहब भर्नै गर्नुपर्ने भइसकेको रहेछ हेर्नु यस्तो कालो भएको छ घाउ पनि अब 1-2 दिन यही राखेर हेरौँ न त के हुन्छ कि सुधार होला कि यदि आमालाई राम्रो हुन्छ भने भर्ना गर्दा पनि केही नहोला नि हुन्छ यत्तिकै 1-2 दिन हेरौँ केही सुधार देख्यो भने त अब घरै लाने हो नि त हुन्छ डाक्टर साहब केही त हुँदैन नि मेरो आमालाई हुँदैन नदिनु न हजुर घाउ चाहिँ अहिले एकदम बढेको छ अब यसरी चाहिँ राख्यो भने त्यो पछि सबै शरीरभर फैलेर उहाँको ज्यान जाने पनि अवस्था हुन सक्छ त्यही भएर अब हामीले अरू डाक्टरहरूसित सल्लाह गरेर उहाँको खुट्टा काट्ने चाहिँ निर्णय लिएका छौँ खुट्टा काट्ने रे मेरो आमाको खुट्टा काट्ने रे त्यस्तो नभन्नु न डाक्टर साहब अरू कुनै उपाय छैन भने होइन नदिनु न हजुर हामीले अरू उपायहरू त खोजेका थियौँ नि अब हामीले अरू केही भेटाएनौँ त्यही भएर अब अन्तिम चरणमा पुगेको छ त्यो घाउ पनि पछि गएर झन् अरू जटिलताहरू लिएर आउन सक्छ नि त त्यही भएर जति चाँडो हुन्छ त्यति चाँडो चाहिँ उहाँको अब खुट्टाहरू शल्यक्रिया गर्नु पर्यो त्यस्तो नभन्नु न डाक्टर साहब अरू कुनै उपाय छैन भने अरू नभेटाएर नै हो हेर्नु बुझ्नु पर्यो हजुरहरूले नि अब हजुर आइदिनु भएन आमालाई नै एकचोटि भनेर घरमा सरसल्लाह गर्नु है कति लाग्छ डाक्टर साहब यो गर्नलाई अब हेर्नु यस्तै आजकलको जमानामा 4-5 लागिहाल्छ नि हुन्छ जति सक्दो चाँडो म पैसा लिएर आएर तपाईँलाई भन्छु नि कहिले गर्ने भनेर हुन्छ जति चाँडो हुन्छ त्यति छिटो गर्नु ल यस नाटकको मुख्य सन्देश हो समयमै सचेत बनौ मधुमेह र उच्च रक्तचापबाट आफू र आफ्ना प्रियजनले जोगाऊ यति भन्दै आजको यो कार्यक्रम सभा अध्यक्षज्यूलाई समापन गरिदिनु हुन अनुरोध गर्दै म पनि बिदा हुन चाहन्छु धन्यवाद